यो जोसँग सम्बन्धित छ आफ्नो साथीहरूलाई पनि सर्कुलेट गर्नुहोला। तपाईलाई पीपीटी पीडीएफ चाहिन्छ भनेदेखि दिएको कन्ट्याक्ट एड्रेसमा मलाई सम्पर्क गर्न सक्नुहुन्छ। म यसको फाइल पनि पठाइदिनेछु। आजको यस भिडियोमा हामी सबैभन्दा मुख्य कुरा भनेको इन्टरचेन्ज कसरी गरिन्छ, के प्रकार हुन्छ, साथसाथै नेपाल र भारत बीचको ऊर्जा सम्झौतामा के कुरा भए, कहिले कहिले के भए त्यसको बारेमा सरल रिभिजन गर्छौं। साथसाथै यसको प्रोसेस के छ, इनर्जी बैंकिङको प्रोसेस के हो, फाइदा के छन्, बेफाइदा के छन्, त्यसको बारेमा पनि चर्चा गर्नेछौं। सुरुमा टाइप अफ इन्टरचेन्जमा जाउँ। इन्टरचेन्जको टाइप 3 किसिमका रहन्छन्: बाइलेटरल कन्ट्र्याक्ट, इनर्जी पुल मार्केट र इनर्जी बैंकिङ। यो तीनटा टपिकहरू झट्ट सुन्दाखेरि उस्तै लाग्छन्, तर यसमा फरक छन्। इनर्जी पुल मार्केट भनेको हामीले कुनै पनि ठाउँबाट उत्पादन भएको इलेक्ट्रिसिटीलाई एउटा सेन्ट्रल कलेक्सन गर्छौं र त्यसकै मार्फतबाट अरूले पनि किनबेच गर्छन् भनेदेखि त्यसलाई इनर्जी पुल मार्केट भनिन्छ। पुल मार्केटमा अब त्यसको रेटहरुको फिक्स गर्ने कुरा अगाडिको भिडियोमा पनि हामीले चर्चा गरिसकेका छौं। तपाईले त्यो भिडियो हेर्नु भएको छैन भने हेर्नुहोला, डिस्क्रिप्सनमा म राखिदिन्छु। अर्को छ बाइलेटरल कन्ट्र्याक्ट। बाइलेटरल कन्ट्र्याक्ट भनेको दुई पक्ष बीचको सम्झौता, जेनेरेसन र डिस्ट्रिब्युसन अथवा ट्रान्समिसन पनि हुन सक्छ। दुई पक्ष बीचको सम्झौताले आपसी सहमतिमा गर्ने एक्सचेन्जलाई बाइलेटरल कन्ट्र्याक्ट भनिन्छ। यसमा दुईटा देश बीच पनि हुन सक्छ। र इनर्जी बैंकिङ, जसको बारेमा चाहिँ हामी आज त्यसमा चर्चा गर्नेछौं। इनर्जी बैंकिङ भनेको यस्तो हो जस्तो जुन बेला हामीसँग इनर्जी सरप्लस हुन्छ, बढी इनर्जी हुन्छ, त्यो बेलामा हामी अरूलाई इनर्जी पठाउँछौं र जुन बेला हामीलाई इनर्जी चाहिन्छ त्यो बेला हामी अरूसँग त्यही बराबरको इनर्जी लिन्छौं। अब कति थोरै धेरै यसको रेटहरु चाहिँ आपसी सहमतिमा, म्युचुअल एग्रीमेन्टमा फिक्स गर्ने हो। जस्तो इनर्जी बैंकिङकै कुरा गर्दाखेरि फिजिकल स्टोरेज भनेको चाहिँ पम्प, हाइड्रो स्टोरेज अथवा ब्याट्रिजहरु हुन सक्छ। जस्तो कि कुनै एउटा स्टोरेज हाइड्रो पावर प्लान्ट हामी एकदम पिक चाहिएको बेलामा त्यो हाइड्रो पावर प्लान्ट चलाउँछौं र जब इनर्जी कम हुन्छ, जब इनर्जी डिमान्ड कम हुन्छ, त्यो बेलामा चाहिँ फेरि तलको पानीलाई के गर्छौं, हाइड्रो पावर चलाएर माथि लिएर जान्छौं। तल्लो रिजर्भरबाट माथिल्लो रिजर्भरमा लिएर जान्छौं र पछि जब पिक टाइम आउँछ फेरि हाइड्रो पावर चलाउँछौं र यो प्रोसेसलाई हामी रिपिटेड गर्छौं। त्यसलाई चाहिँ हामी फिजिकल स्टोरेज भन्छौं, जहाँ चाहिँ एक हिसाबमा इनर्जी नै स्टोरेज गरेको जस्तो देखियो। अब बैंकिङ, भर्चुअल बैंकिङ भन्छौं। भर्चुअल बैंकिङ भनेको चाहिँ अघि जुन तपाईलाई मैले भनिसके, ट्रेडिङ सरप्लस इनर्जी विथ नेबरिङ कन्ट्रीज अर विथिन द नेशनल ग्रिड, अर्थात आफूसँग भएको एक्स्ट्रा इनर्जीलाई आफ्नो छिमेकी राष्ट्रहरुसँग अथवा राष्ट्रिय ग्रिडबाट अरूलाई पठाउने र आफूलाई जुन बेलामा चाहिन्छ त्यो बेलामा चाहिँ त्यति नै बराबरको इनर्जी अथवा त्योभन्दा बढी पनि इनर्जी लिन सकिन्छ, त्यो इनर्जी आफ्नो ग्रिडमा लिने। यसलाई यसरी पनि बुझ्न सकिन्छ, विशेष गरी इनर्जी बैंकिङ चाहिँ हाइड्रो पावर, जहाँ चाहिँ प्रिडोमिनेन्टली हाइड्रो पावर सिस्टम छ र अर्को ठाउँमा चाहिँ प्रिडोमिनेन्टली थर्मल सिस्टम छ, त्यस्तो ठाउँमा इनर्जी बैंकिङ गरिन्छ। इनर्जी बैंकिङको कुरा गर्दाखेरि नेपाल र भारतकै केस हेर्दा पनि भारतको बिहारमा थर्मल पावर प्लान्ट धेरै छन्, नेपालमा के छ, हाइड्रो पावर प्लान्ट धेरै छन्। बर्खाको समयमा हामीसँग इनर्जी धेरै हुन्छ। फेरि नेपाल र भारतको इलेक्ट्रिसिटी कन्जम्पसन प्याटर्न कस्तो छ भनेदेखि भारतलाई त्यही बर्खाको समयमा म्याक्सिमम इनर्जी चाहिन्छ र त्यो बेला चाहिँ हामी के गर्छौं, हाइड्रो पावर मजासँग चलेका हुन्छन्, त्यसको इनर्जी भारतलाई पठाउँछौं, इनर्जी बैंकिङ गर्छौं। र हिउँदमा हामीलाई इनर्जी एक्स्ट्रा बढी चाहिन्छ र त्यो हिउँदको बेलामा चाहिँ चाहिएको इनर्जीलाई भारतले के गर्छ, त्यही बैंकिङकै सहमति अनुसार भारतले हामीलाई सप्लाई गर्छ। जस्तो यसलाई युटिलिटी ए र युटिलिटी बी छ। यो युटिलिटी ए भनेको नेपाल सम्झिनुस्, युटिलिटी बी भनेको भारतको कुनै एउटा बिहार प्रान्तै सम्झिनुस्। र हामीसँग सरप्लस भएको बेला हामी बिहारलाई दिन्छौं र बिहारले सरप्लस भएको बेलामा के गर्छ, बिहारले फेरि हामीलाई दिन्छ। अर्थात थर्मलमा त जति बेला चाहियो त्यति बेला नै निस्किहाल्छ, केही ठुलो कुरो भएन। हाइड्रोलाई जसरी डिस्चार्ज हेडको कुनै समस्या रहँदैन। यति चाहिँ बुझ्नु पर्यो। अब प्राइसको कुरा छ। प्राइस फर सच अरेन्जमेन्ट आर युजुअली सेट बाइ नेगोसिएसन बिट्विन द स्पेसिफिक सिस्टम इन्भल्भ इन द एग्रिमेन्ट, अर्थात आपसी सहमतिमा। अझ यसमा के गरिन्छ भनेदेखि जति बिजुली लिएको हो बिजुलीको सट्टा बिजुली नै दिने र बाँकी सरप्लस यदि ट्रेड हुन्छ भनेदेखि चाहिँ एट द एन्ड अफ फिस्कल इयर
त्यसको चाहिँ प्राइस नेगोसिएसन गरेर अगाडि नै म्युचुअल एग्रिमेन्टमा फिक्स गरिन्छ। यसलाई हामीले दुईटा फिगरमा पनि बुझ्न सक्छौँ। तपाईसँग धेरै पैसा छ, ब्याङ्कमा जम्मा गर्नुहुन्छ, त्यो पैसा ब्याङ्कले ब्याङ्कमै राख्ने त होइन, उसले अन्त लगानी गर्छ। फेरि तपाईँलाई पैसा चाहिन्छ, त्यो ब्याङ्कले अब अन्तबाट आएको पैसा फेरि के गर्छ, तपाईँलाई पैसा दिन्छ। इनर्जी पनि त्यही हो, तपाईँसँग धेरै इनर्जी हुन्छ, ब्याङ्कमा राख्नुहुन्छ, त्यो इनर्जी ब्याङ्कमै बस्ने होइन, त्यो इनर्जी अन्त युज हुन्छ, अन्ततिर लगानी हुन्छ। फेरि तपाईँलाई पैसा चाहिन्छ अथवा इनर्जी चाहिन्छ, त्यो अरू अन्त ठाउँबाट आएको पैसा फेरि तपाईँलाई आइदिन्छ। भनेको यो ओभरअल प्रोसेस, दुईटा प्रोसेसमा चाहिँ इनर्जी ब्याङ्किङलाई सर बुझ्न सक्नुभयो। अब नेपाल भारत बीच जुन सम्झौता भएको छ त्यसलाई हामी सर एकपटक रिभिजन गरौँ। 2069 सालमा इनर्जी ब्याङ्किङको अवधारणा आएको हो र सोही वर्षको नेपाल भारत सचिव स्तरीय बैठकमा यस विषयले प्रवेश पाएको थियो 2069 सालमा। त्यसपछि 2014 एडी अर्थात् यो एडी र बिएस यसमा अलि मिक्स भएछ, नेपाल इन्डिया पावर ट्रेड एग्रिमेन्ट भएको थियो र 2014 एडी भनेको त्यही 69-70 नै हो। नेपाल र भारत बीच पावर सम्झौता भयो जुन ऐतिहासिक ऊर्जा सम्झौताको रूपमा पनि लिइन्छ। 2075 पौष 13 मा पावर एक्सचेन्ज कमिटीले चाहिँ इनर्जी एक्सचेन्जको लागि सहमति दिए, एग्री दिए र 2075 माघ 11 मा सचिव स्तरीय बैठक बस्छ र सचिव स्तरीय बैठक बसेर त्यसलाई एप्रुभ गरिन्छ। त्यो सम्झौतालाई चाहिँ 2075 माघ 11 मा यस दुईटै सम्झौतामा हस्ताक्षर गरियो। अब यसको फाइदा के छन् भनेदेखि पावर वेस्ट हुँदै हुँदैन, जस्तो तपाईँ अब जसले पनि भन्ने कुरा हो। अब नेपालकै केस लिँदाखेरि पनि बर्खामा पावर धेरै वेस्ट हुन्थ्यो, अब त्यही पावर इन्डियाले युटिलाइज गर्दै भनेदेखि पावर वेस्ट भएन। हरेक वर्षभरि जस्तो कुनै समय आफूले धेरै भएको बेला अरूलाई दिने, आफूसँग कम भएको बेला अरूसँग लिँदाखेरि वर्षैभरि के हुन्छ, सप्लाई डिमान्डको सिस्टम पनि ब्यालेन्स भयो। त्यति मात्र होइन, पावरबाट त हामीले बेच्दाखेरि त्यसको कस्टहरूको कुरा आउन सक्छ, इकोनोमिक गेन पनि हुन्छ। त्यसले गर्दाखेरि त्यही बराबरको इनर्जी हामी लिन्छौँ, फेरि पैसा तिर्न पर्छ। अनि त्यो दुईटा फरक पक्ष हुँदाखेरि हामीलाई घाटा लाग्ने कुरा छन्। हामीलाई अब यसमा के भयो तपाईँ आफै विचार गर्नुहोस्। अगाडि हामीले बेच्यौँ, बराबरको त्यही फेरि किन्यौँ, एक हिसाबमा ट्रेड ब्यालेन्स त भयो नि। यदि हामीले बेच्न नसकेको भए त हामी त किन्न मात्रै पर्थ्यो, किन्न मात्रै पर्दाखेरि त ट्रेड त इक्वल हुन्थ्यो। अब स्टेबिलिटी कुरा आउँछ, जस्तो रिजनल इनर्जी ट्रेड पनि आउँछ। हामीले एकअर्काको ब्याङ्क यस्तो सम्झौता गरिसकेपछि पावर एक्सचेन्ज विथ इन्डिया एन्ड बङ्गलादेश भनेको छ, बङ्गलादेशसँग पनि हामीले 40 मेगावाट सप्लाई गरिसकेका छौँ र यो सबै कुराले चाहिँ एकअर्कामा इन्टर रिलेटेड छ। यो चाहिँ हाम्रो फाइदा भयो। च्यालेन्जेस पनि छन्। च्यालेन्जेसमा लिमिटेसनहरूको कुरा गर्दाखेरि सबैभन्दा मुख्य भनेको त्यो हिसाबको हामीसँग पूर्वाधारहरू पनि हुनुपर्छ। जस्तो हालसालै मात्र ढल्केबर मुजफ्फरपुर जुन प्रसारण लाइनमा भएको एउटा सब स्टेसन थियो, त्यो सब स्टेसनमा ट्रान्सफर्मर आग लागेको। त्यो हिसाबको हामीसँग क्यापेबिलिटी छ कि छैन भन्ने कुरा आउँछ। अर्को छ रेगुलेटरी हर्डल्स अर्थात् जुन निर्देशिकाहरू बनाउँछन्। नेपालले आफ्नो निर्देशिका हुन्छ, भारतको आफ्नो निर्देशिका हुन्छ। अब त्यो निर्देशिका समय समय अनुसार संशोधन भइरहेको छ। जस्तो 2014 मा पावर ट्रेड एग्रिमेन्ट भयो, 2016 मा भारतले आफ्नो क्रस बोर्डर ट्रेड जुन इनर्जी एक्सचेन्ज छ त्यो निर्देशिका संशोधन गर्यो र त्यसमा के भन्यो भनेदेखि भारतले आफ्नो देशको 51% लगानी भएको कम्पनीको मात्र बिजुली किन्ने अथवा बिजुली लिने भन्ने खालको निर्देशिका बनाइदियो। त्यो बनाइदिएपछि के हुन्छ, नेपालको हकमा त सबै भारतले बनाएको भन्ने छैन। कोही अब अरू एडिबीकोबाट पनि छन्, कोही चाइनाले बनाइरहेका छ अथवा कोही अरू देशले बनाइरहेका छन्, जर्मनीको फन्डिङ गरिदिन्छ। त्यसले गर्दाखेरि उत्पादन भएको र सम्झौता भएको बिजुली पनि बेच्न नमिल्ने अवस्था आयो। त्यसले के भयो, एउटा समस्या सिर्जना गर्यो। यस्तो अब यो संशोधन भइरहेको छ, नियमहरू चेन्ज भइरहेको छ। यसले गर्दाखेरि पनि के हुन्छ, यो इनर्जी ब्याङ्किङको लागि असहज परिस्थिति सिर्जना हुन्छ। हाम्रो त्यो हिसाबको ग्रिड पनि छैन, इनएफिसियन्ट ग्रिड छ। अब आर्थिक कुराहरू आउँछन्, सुरुमा स्टोरेज प्रोजेक्टहरू बनाउँदाखेरि हाई कस्टहरू लाग्न सक्छन्। जस्तो अहिलेको जुन यो स्टोरेजको कुरा चाहिँ हामीले अहिले पनि भनिसकेको थियो, पम्प स्टोरेज छन्, जुन भर्चुअल ब्याङ्किङ र फिजिकल ब्याङ्किङको कुराहरूमा आएको थियो। हालसालै मात्र नेपाल र भारत बीच थप 400 केबीको प्रसारण लाइन बनाउने सम्झौता भएको छ। आशा गरौँ यसले अझ इनर्जी ब्याङ्किङ, इनर्जी ट्रेडिङ, क्रस बोर्डर ट्रेडिङ अथवा अझ बङ्गलादेशसम्मको ट्रेडिङ
यो सबैको लागि सहज स्थिति सिर्जना गर्नेछ। अब टेक्निकल च्यालेन्जको कुरा गर्दाखेरि सिङ्क्रोनाइजेसन त एकदमै आवश्यक नै छ। यदि हामी एसीमा ट्रान्समिसन गर्छौँ भनेदेखि सिङ्क्रोनाइजेसन 1 नम्बरको पोइन्ट हो। सबै हाम्रो जति पनि मेहनत छ सिङ्क्रोनाइजेसनमै जान्छ। हार्मोनिक्सहरूको र अनब्यालेन्स लोडको समस्याहरू आउन सक्छन्। दुईटा ग्रिडहरू कनेक्ट गरिसकेपछि दुई फरक फरक लोड क्यारेक्टरिस्टिक्स भएका ग्रिडहरूसँग हामीले इन्टरकनेक्ट गराउँछौँ भनेदेखि त्यहाँ समस्या आउँछन् नै। ओल्ड ट्रान्सफर्मर जस्तो हाम्रा पुराना ट्रान्सफर्मर स्विच गियरहरू छन्, भारतकै हकमा पनि कति ठाउँमा पुरानाहरू छन्, जसले गर्दाखेरि लेटेस्ट इन्टरमिडिएट जस्तो रिन्युएबल इनर्जीहरू कनेक्ट गरेका हुन्छौँ। हाम्रो ग्रिडमा त अब आजभोलि त डिस्ट्रिब्युटेड जेनेरेसन छ, त्यसले गर्दाखेरि थप समस्याहरू आउँछन्। ट्रान्जिएन्ट स्टेबिलिटीको रिस्क हुनसक्छ। जस्तो ब्याङ्किङ पावर गर्दाखेरि जति पनि ठाउँमा छन् सडन इम्पोर्ट एक्सपोर्ट हुँदाखेरि के हुन्छ भनेदेखि एङ्गल फ्रिक्वेन्सीहरू चेन्ज हुने यो कुराहरू चाहिँ आउँछन्। तपाईँले यो आजको जानकारी कस्तो लाग्यो कृपया कमेन्ट गर्न नभुल्नुहोला। साथसाथै नयाँ जानकारीको लागि अझ विशेष गरी ऊर्जा क्षेत्रको सम्बन्धित थप जानकारीको लागि यस च्यानललाई सब्स्क्राइब गर्नुहोला। हस्, धन्यवाद।